सबैलाई नमस्कार। म प्रेमबहादुर राउत। यति बेला म दसैँ तिहारको लागि आफ्नै जन्मभूमि जुम्लातिर आएको छु। उजाड छ जुम्लाको जिन्दगी पनि। मरुभूमि जस्तै छ, भिरपाखाहरू, जङ्गलहरू छैन, रुखहरू छैन, सुक्खा सबै घाँसे मैदानहरू मात्रै छ। जताततै घाँसे मैदान छ। ब्याकग्राउन्डमा त्यस्तै रातै रातो भिर छ। यहाँबाट खस्यो भने खोला, पारिबाट रोड गएको छ। यो चाहिँ सिजाको लागि हो। रोडहरू त खुलेको छ, तर गाडी चाहिँ गोड्ने गरेको छैन। ट्र्याक्टरहरू गोड्छ अहिले, फटाफट ट्र्याक्टर गोड्छ ढुवानीको लागि। गाडीहरू जाँदैन। गाडी मात्र गर्नको लागि हामी 1 घन्टा हिँडेर तल गएपछि भेटिन्छ। कुडारी बजारमा, गाउँबाट कुडारी बजारमा गएपछि त्यहाँबाट सुर्खेत नेपाल हुन्छ। जता गए पनि, जुम्ला बजार गए पनि जता पनि जान्छ। यस्तो छ, सबै घाँसे मैदान हो। घाँसे मैदान मात्रै छ, सुक्खा घाँसे मैदान। गाईबस्तुले पनि खान मन पराउँदैन खासै। यो पिरो पिरो हुन्छ। हामी यसलाई लोकल भाषामा, स्थानीय भाषामा पिरे घाँस भन्ने गर्छ। यो चाहिँ यो भूभाग तिला 3सँग जोडिएको छ होला सायद। तिला 3 र तिला 5मा, तिला 3 नै हो सबै। यो तिला 5 अलि माथि पर्छ। मेरो घर चाहिँ तिला 5मा। यो चाहिँ तिला 3को भूभाग हो।